यतामा गएको पनि अब मासु कति किलो लाने अरे काकी 5 किलो 5 किलो म 5 किलो लाने मासु तेरो पारेछ नि त अब एकदम हामीले फेरि यहाँ छोपेर यस्तो गरेर होइन यो पुरा छोपेर फेरि हामी राख्छ नि अरूले यस्तो खुलामा राख्दिनँ यो बिल्जा नि यता पनि देखा 5 किलो नि खाना खानु जान्छ अब काम गर्नलाई काम गरेर खानु छ नि स्टिलमा त स्पिड काटिन्छ यो 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 कसले चाहिँ लगाइदिनु तपाईँलाई के होला मलाई मासु यस्तो एकदम ताजा ताजा छ यहाँ आउनु होला यहाँ फोन गरेर भने चाहिँ पहिले नै काटेर राखिदिन्छु किनभने चाहिँ फेरि सरासरी आयो भने चाहिँ टाइम लाग्छ यो पिज्जा लेग पिज्जा बनाइदिनु ल त्यसको वाद बर्ने लागि सेना दिन्छ यहाँनिर चाहिँ यसरी दिन्छ 285 ग्राम त भयो यस्तो भयो मुचर दर बेसी जाँदा केही हुँदैन जस्तै एउटा बेसी नहाल्नु हजुर एक पिस यो फेरि यतिकै अहिले चिरा गर्दा चिरा हड्डी पनि पर्यो नि त अब अरे पुऱ्याउनु हड्डी पनि ल हड्डी खुनको कहाँ पाक्दैन नि कति हड्डी पनि पर्छ खुट्टालेर खाने खुट्टा खुट्टाको दाम त अलग होइन लागि मात्रै मनपर्छ त्यो जोइन यता ल्याएर म पूजा गरिदिन्छु आज ल्याएको कति हो हजुर कति हो यो